अप्रिल महिनालाई त क्यालेन्डरबाटै हटाइदिनुपर्छ। चट मेरो बर्थडे हो अप्रिलमा। यो इन्सिडेन्टहरू हेर्नु, यहाँ पागल बनाउने प्याटर्नहरू छ। कस्तो प्याटर्नहरू? 1914 मा लडलो म्यासाकर 21 जनाको मृत्यु कहिले भयो? अप्रिल 20 मा। 1945 मा 20 जना बच्चाहरूलाई बेसमेन्टमा लगेर मारियो र यो भयो अप्रिल 20 मा। 1999 मा कोकिम्बिनमा 13 जना, यो पनि अप्रिल 20। 2011 मा डिप वाटर होराइजनमा 11 जना, त्यो पनि अप्रिल 20। ल हिटलरको बर्थडे पनि अप्रिल 20। के हुँदैछ यस्तो? यो सब पुरानो कुरा हो, अहिलेको जमानामा त्यस्तो केही हुँदैन। 10 दिन अगाडि मेक्सिकोमा पिरामिडमा घुम्न आएका टुरिस्टहरूमाथि गोली प्रहार गरियो, ओपन गनफायर, र यो कहिले भयो? अप्रिल 20 मा। र मेक्सिकोको गनफायरमा एउटा क्रिमिनलको ब्यागबाट एउटा नोट भेटिएको थियो र त्यो नोटमा अप्रिल 20 कै बारेमा लेखेको थियो। के लाग्छ तपाईलाई?